ल है त साथीहरु छोटो मिठो भिडियोमा स्वागत छ। हामी चाहिँ आज देवी पूजामा आछौँ। काका भतिज काकासँगले यहाँ हैन। काका यता हुनुहुन्छ, कोकु यता हुनुहुन्छ, अनि हाम्रो छोरी यता छ। छोरी खै यता र। अनि काले कता गयो? काले त उतल खण्ड हो रहेछ। काले त उ यता काले 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 यार काले यता छ हाम्रो। अनि पूजा गर्ने ठाउँ चाहिँ यहाँ छ है। देवी भित्र अरू कोप्पा भित्र हुनुहुन्छ, पूजा गर्दै हुनुहुन्छ। हाम्रो देवी पूजा चाहिँ यहाँ छ। देवी चाहिँ यहाँ बस्नु भएको छ। यो चाहिँ चिउरीको फेद है साथीहरु, ठुलो छ। देवीहरु त चिउरीको फेदमै बस्दैन हो। प्राय चिउरीको फेदमै बस्छ। यसलाई अड्काएछ, यसलाई अड्कायो, यसलाई अड्कायो। यो प्रसाद नचढाइ खायो यसले। भेटिस ओइ भाग 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 पालो भाग मर्छ। त्यो सिङ्गा खाइदियो होला है। त्यो सिङ्गे खाइ पठाएछ यसले तँलाई। ओइ छाड्लास् पर्छ भइसक्यो भनेर हामीले यसरी कालोलाई पनि थर्काइसकेका छौँ फाइनल्ली साथीहरु। अनि पूजा चाहिँ हामीले यहाँ गर्दैछौँ। यो चाहिँ चिउरीको रुख हो। उता घाम आउँदैछ। टललल आहा टल्क्यो घाम। हे 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 सुन यो आफ्नै कमाइले गएको यही हो मेरो सुन कमाइ। मेरो आफ्नै कमाइको सुन हो यो चाहिँ। मेरो आफ्नै कमाइको सुन हो यो। यो नेपालको 14,000 पर्यो। मसँग अहिले कसले मलाई च्यालेन्ज गर्छ? म 14,000 बोकेर हिँड्छु कानमा हैन। यी कानमै 14,000 के छ भने नि 14,000 देखाइन्छ। जागोतिर राख्नु नि भइहाल्यो निकालेर। इमर्जेन्सी पर्यो भने। हाम्रो बाबुको मोबाइल हेर्नु देख्नु भन। मोबाइल छ करोडको, मुख छ करोडको, सिप छ अरबको। हाम्रो कोपाल चाहिँ पूजा गर्दै हुनुहुन्छ भित्र। कोइला त्यहाँ हेर्दै गरौँ खोइ छैन। कोइला कोइला बलिरहेछ हैन त्यहाँ छ ल्याउने त को कोइला चाहियो रे। ल है त देवी सबैजनाले रक्षा गर्नु। देश विदेशमा रहनुहुने हाम्रो दाजुभाइ दिदी बहिनी जो पनि हुन्छ सबैजनालाई रक्षा गर्नुहोस्, राम्रो गर्नुहोस् है। हामी तपाईहरुलाई सधैँभरि पूजा गरिराख्छौँ। यहाँ घन्टी बजाउँछौँ। अहिले हाम्रो कोपाले भित्र घन्टी बजाउनुहुन्छ पूजा सक्नुभएपछि। लाउनुहुन्न। हाम्रो कोकुको चाहिँ ठुली छोरी हो। 8 वर्षमा बित्नु भएको। भत्किएर के लाउनु हो? यस्तो 12 पो लाउनु पर्छ के है? यो खुल्ला गर्नुपर्ने यो अब आज होइन अलि पछि। अब पछि चाहिँ हाम्रो कोपु र कोपाको चाहिँ ठुली छोरी। हाम्रो बाबाको चाहिँ ठुली नाला हैन। नानालाई पूजा गर्न मन छ आज। मेरो चाहिँ फुपू 8 वर्षको बित्नु भएको। 8 वर्षमा बित्नु भएको। अनि देवी कति वर्षमा निस्किनु भयो? 11 वर्ष। 11 वर्षमा देवी निस्किनु भएको। सङ्केत दिन्छ हैन? सङ्केत दिन्छ हैन? त्यस्तो पो गर्छ र देवीहरुले त निस्किन्छ। मेरो गाईला र पेटमा छु। तलको सटे अनुहारमा किन खुसी आछ हैन? गई तिन बढी हाँसेर होला गाला चाउरी परेर के। ल है त देवी रक्षा गर्नु सबैजनालाई, घर परिवार अनि हामी सबैजनालाई, देश विदेशमा रहनुहुने हामी गाउँले सबैजनालाई रक्षा गर्नुहोस् है। घन्टी बजाउनु भयो कोपाले। टिङ 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 कोपा फेरि बजाइदिनु त। सुनिन्छ? सुनिन्छ। आहा देवी खुसी। ल है देवी। आहा देवीको घन्टी ल गजब सुन्ने। यो चाहिँ टक्क कुल्ला बनाएर कुल्ला बनाइदिएर डङ्गै पारिदिनु पर्यो। ल यति भयो भने भयो। अनि हामीले चाहिँ अघि यहाँ तल पूजा गरिरहेको छौँ।
यहाँ तल फेर्नु अनि यहाँ तल पनि अनि यहाँ पनि तीन ठाउँ पूजा चाहिँ गरेर आइसक्यो यो चाहिँ हाम्रो गाउँमै साथीहरू यो चाहिँ अनि यता पनि छ यो घारीमा पनि छ यो बाँसघारीभित्र पनि छ देउता त्यहाँ पनि पूजा सकिसक्यो अब फेरि जङ्गलपट्टि जानुपर्ने छ र यो चाहिँ हाम्रो गाउँ रहेछ साथीहरू यो तल चाहिँ दुध कोसी रहेछ है अलिकति देखिन्छ यहाँ दुध कोसी सलाला तिर्खा मेटियो हजुर ए हस् हुन्छ भावना गर्नुपर्ने भएर यहाँ ल है त साथीहरू आजलाई चाहिँ भिडियो देखिदिनुहोस् न धन्यवाद जान्छ अब भावना गर्नु